डेन्जर त्यहाँ एकजना दाइ औषध ल्याउनु पुरै रोलिङ गर्दै रहेछ नि त यसलाई त यो थाइमिन डिफिसियन्सीको कारणले यो न्युरोलोजिकल प्रब्लम देखाएको हो कि यो बाख्रालाई चाहिँ थाइमिन डिफिसियन्सीको कारणले न्युरोलोजिकल प्रब्लम देखाएर यो अवस्थामा पुगिसकेको छ। अब यसलाई ट्रिटमेन्ट गरे पछाडिको भिडियो देखाउनेछु। कस्तो गाह्रो भएको जस्तो फिल गरिरहेछ एकदमै खतरा गरी गरिरहेछ। बच्चा बाख्राको डेन्जर त्यहाँ एकजना दाइ औषध ल्याउन आउँदै हुनुहुन्छ कि भाउजूले मरोस् भनेको बाख्रा फर्कियो त होइन भन्न त भाउजूले त मरोसै बाख्रा बस्तु पाल्दिनँ भनेको मान्छेको यतिको फर्किरहेको खुसी हो नि त। यतिको खाने भनेपछि एक दिनमा 24 घण्टा हिजो कस्तो थियो बिहान सम्झिँदैन हिजो सुरुमा उठ्दा पुरा धदा बाँच्दैन नि भन्नुभएको थियो खुसी हुनुभयो पाठालाई समस्या भयो त अरू लक्षण देखाउँथ्यो पाठालाई समस्या छ जस्तो लाग्दैन अनि त्यो हिजो त अनि बिरामी त्यही हो नि त हिजो त्यो झन् बिहान कस्तो गरेको थियो त्यहाँनिर त्यो सुधार भयो त्यो खुसी हुनुहुन्छ नि अरू केही हो ल